कोगु उद्योग दिवस छुले यला महानगरपालिका बहाली व ललितपुर उद्योग वाणिज्य संघ या संयोजने उद्योगी व्यवसायीय समस्या व समाधान विषयक अन्तर्क्रिया ज्याजो आइतबार जुगुदु ज्याजोले बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ललितपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष सुसन महर्जन कजी सजना श्रेष्ठ लगायत उद्योगी व्यवसायी समस्या व समाधान विषयले थथगुख तयारी गुख ललितपुर उद्योग वाणिज्य संघले सप्ताहव्यापी अवधारणाका साथ आज मनाइरहेको अवस्था छ। म सर्वप्रथम त यो कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। एउटा उद्योग दिवसकै सन्दर्भ पारेर हामीले विविध कार्यक्रमहरू उद्योगसँग जोडिएका समस्याहरूलाई त्यसलाई हामीले माथि उठाउने त्यसलाई प्रकाश पार्ने त्यो विषयमा अन्तर्क्रियाहरू गर्ने त्यसका समाधानका उपायहरू पहिल्याउने ढङ्गले बागमती प्रदेशका 13वटा जिल्लाहरूमा हामीले कार्यक्रमहरू आयोजन गऱ्यौँ। त्यही क्रममा मङ्सिर 4 गते काठमाडौँको नक्सालमा घरेलु तथा सानो उद्योग महासङ्घको संयोजनमा हामीले एउटा बृहत अन्तर्क्रिया कार्यक्रम आयोजन गऱ्यौँ। त्यहाँ प्रधानमन्त्री कार्यालयका सचिवज्यू लगायत उद्योग विभागका महानिर्देशकज्यू त्यस्तै गरेर उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका सहसचिव लगायत धेरै स्टेक होल्डरहरूलाई हामीले निम्त्याएर त्यहाँ छलफल गऱ्यौँ। सरकारको अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पर्छ भन्ने नीति रहेका पनि त्यो कागजमा सीमित रहेको अवस्था छ। त्यस्तै देशलाई औद्योगिकरण मार्फत समृद्धि नेपाल बनाउने राज्यको नीति रहेको पनि विगतदेखि नै निजी क्षेत्रसँग ठोस सहकार्य नभएकोले औद्योगिकरणमा गति दिन नसकेको छ। भएका उद्योगहरू पनि विगतको कोरोनाको महामारी आर्थिक मन्दीको प्रभावले गर्दा हाल बन्द हुँदै गएको छ भने सञ्चालन रहेको उद्योगहरूले पनि आफ्नो क्षमता अनुरूप उत्पादन गर्न सकेको छैन। समुन्नत राष्ट्र बनाउनका लागि उत्पादनशील क्षेत्र नै दिगो हुनुपर्दछ। देश विकासको लागि औद्योगिक विकास हुनु अति आवश्यक छ। उद्योग विकासले मात्र देशको समुन्नतिको बाटो तय गर्दछ, रोजगारी सृजना गरी देशलाई आर्थिक आत्मनिर्भरता बनाउँदछ। उद्योग विकासको लागि ललितपुरमा पनि विविध औद्योगिक सम्भाव्यताहरू बोकेको सहर हो। त्यसकारण औद्योगिक विकासको निमित्त औद्योगिक वातावरण सरल स्पष्ट आवश्यक छ। हुन त नेपालमा उद्योग स्थापनाको इतिहासलाई हेर्दा देशको सबभन्दा जेठो उद्योग विराटनगर जुट मिलदेखि हेटौडा कपडा, भ्रिकुटी कागज, चिनी कारखाना, सिमेन्ट कारखाना लगायतका ठुल्ठुला उद्योगहरू बन्द भएको इतिहास रहेर आएको छ। त्यसकारण उद्योगको आन्तरिक बाह्य कार्य वातावरण समयमै गर्न तथा औद्योगिक समस्याहरू बेलैमै पहिचान गरी समाधान गर्न र उद्योग विकासको लागि सुझाव सङ्कलनको लागि यो कार्यक्रम आयोजना गरिएको हो। ज्याजोले पूर्व सहसचिव जीवराज कोइराला, उपसचिव विमल बराल प्रस्तुतिकरण तयारी गुख एउटा अनुदानमा ढिलाइ जस्तो अनुदान दिने भनिन्छ, अनुदान ढिलाइ भइरहेको छ। यसले यो पनि एक किसिमको मैले समस्याको नीतिगत समस्याको रूपमा लिएको छु। अब विशेष प्रकृतिका वस्तुहरू जस्तो हस्तकलाका वस्तुहरू भनौँ, एग्रिकल्चरका वस्तुहरू, यस्तो वस्तुहरूलाई चाहिँ आयात निर्यात करमा केही छुट दिनुपर्ने अथवा केही प्राथमिकता दिनु, त्यो पनि त्यसले पनि एउटा समस्या क्रिएट गरिरहेको देखिन्छ। र यो पर्यटन त यहाँ अघि नै पनि सजनाजीले पनि भनिसक्नु भएको छ, पर्यटनको आन्तरिक पूर्वाधार विकास यो पनि एउटा समस्याको रूपमा यो चाहिँ औद्योगिक व्यवसाय ऐन 2006 चाहिँ अनुमति लिनुपर्ने उद्योगहरू जुन चाहिँ औद्योगिक तथा वाणिज्य प्रबन्धन बोर्ड सङ्घीय मान्य उद्योग वाणिज्य आपूर्ति मन्त्रीको अध्यक्षतामा हुन्छ। त्यहाँबाट चाहिँ अनुमति लिनुपर्ने हुन्छ यी विषयहरूमा। र उद्योगदाताको प्रमाणपत्र पाउने कुराहरू, अब प्रमाणपत्रमा उल्लेख गर्नुपर्ने कुराहरू उल्लेख गर्न सक्ने, त्यसको चाहिँ अब गुनासो समाधान लगायतका व्यवस्थाहरू छ। ज्याजोले बोधी गाविस तगु न्यासयलिस बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार प्याती गुख